सडक मार्ग खुलेसँगै बिर्सिएको छोटो दूरीको पैदल बाटोलाई पदमार्गको रूपमा विकास गर्न लिम्चुङमुङ गाउँपालिका र नेपाली सेनाले सक्रियता बढाएका छन्। कुनै बेला ढाकर र तोक्माको सहारामा दैनिक उपभोग्य सामग्री ओसार पसारदेखि पहाडबाट तराई झर्ने पैदल मार्ग सडक विस्तारसँगै मेटिने अवस्थामा पुगेको थियो। यही पुरानो बाटोलाई पदमार्गको रूपमा विकास गर्न थालिएको हो। यसलाई हामी स्थापित गर्न चाहन्छौँ। विशेष त यो उदयपुर र चाहिँ खोटाङको चाहिँ तपाईँको पर्यटनको लागि चाहिँ यो एउटा चाहिँ लाइफलाइन र एउटा समृद्धिको लागि चाहिँ कोसीढुङ्गा साबित हुनेछ। भित्री मधेस महाभारत श्रृङ्खलाको मनोरम दृश्य अवलोकन हुँदै पूर्वको ऐतिहासिक तथा सांस्कृतिक त्रिधाम हलेसी महादेवको मन्दिरसम्म पुग्ने पदमार्गको रूपमा यसलाई विकास गर्न लागि छ। मौलिक कला संस्कृतिको प्रवर्धन, स्थानीय परिकार तथा अर्ग्यानिक उत्पादनको बिक्री वितरणमा समेत टेवा पुग्ने उद्देश्यले पदमार्ग प्रवर्धन गर्न लागि हो। अहिले हामीले जस्तो अहिले दिगो विकास भन्ने कुराहरू आइरहेको हुन्छ। अनि त्यो दिगो विकासलाई चाहिँ हामीले पर्यापर्यटन मार्फत चाहिँ यो पदयात्रामा चाहिँ उदयपुर जिल्लालाई जोड्ने कामको सुरुवात गर्दैछौँ। मलाई आशा छ यसले पूर्णता छिटै पाउनेछ। यहाँ पदमार्ग विकास भएर पर्यटन गतिविधि फस्टाएमा पातलिँदै गएका गाउँ बस्ती फेरि भरिने अपेक्षा स्थानीयको छ। पदयात्रामा आउने जुन पदयात्रीहरूले मनोरञ्जनसँगै अब गाममा भएका यहाँ उत्पादन भएका चिजहरू मानिस के अरे पदयात्रीहरूले हेर्न पाउने होइन, सँगै यहाँनिर त्योसँग जोडिएर त्यो कुराहरू यहाँ भएका उत्पादनको कुराहरू बुझ्ने होइन। अब होमस्टे भयो भने उहाँहरू बस्नुहुन्छ, उहाँले अब बसेको बापत चाहिँ केही अब आर्थिक रूपमा अब केही खानपिन बसेको व्यवस्थापन छोडेर जानुहुन्छ। अनि त्यसले गर्दा आर्थिक यो स्थानीयवासीहरूलाई चाहिँ त्यसले चाहिँ आर्थिक रूपमा पनि सहयोग हुन्छ। स्थानीय तहले पहिचान गरेको यो पदमार्गमा प्रदेश तथा सङ्घीय सरकारको कार्यक्रमलाई समेत जोडेर थप विकास गरिने योजना छ। पछि चाहिँ थुप्रै पर्यटकहरू हामीले यो बाटोमा भित्राउन सक्छौँ र स्थानीय चाहिँ नि अब रैथाने सामानहरू पनि यहाँ स्थानीय जनताहरूले रोजगार पनि पाउँछन्, आफ्नो सामानहरू बिक्री हुन्छ। त्यसो हुँदाखेरि थुप्रै चाहिँ हामीले अब नेपालदेखि भारतसम्मको चाहिँ पर्यटकहरूलाई हामीले भित्राउन सक्छौँ। लिम्चुङमुङ एभरेस्ट भ्यू टपसम्म एकतर्फी यात्राका लागि 2 दिन लाग्ने यो पदमार्ग 28 किलोमिटर लामो छ भने हलिसीसम्मको करिब 60 किलोमिटर दूरीलाई 4 दिन लाग्नेछ। पदमार्ग समुद्र सतहदेखि 2210 मिटर उचाइसम्म पुग्दछ।